मोबाइलमा पनि सबै साथीभाइहरूले बर्थडे विस गरिसक्यो। तर आज हाम्रो घरको रुख चुपचाप छ। सोनुले बिहानै उठेर सधैँ त मलाई ह्याप्पी बर्थडे भन्दै पाउँथ्यो, आज त चुपचाप छ त। घरको रुम सबैभरि साइलेन्ट छ त, कि बिर्स्यो हो मेरो बर्थडे भनेर आज। गुड मर्निङ। गुड मर्निङ, गुड मर्निङ। थ्याङ्क यू। बस चिया चाहिँ मिठो भएछ। धन्यवाद। ट्रे त राख कम से कम। सुन्नु न सुन्नु, यो चिया मिठो भएछ होइन? यो मिठो चिया देख्दाखेरि त के को पो याद आउँदैछ मलाई। के को याद आयो? भन्दा पनि आज कति तारिक भन त? 25 सेप्टेम्बर हैन आज? 25 सेप्टेम्बर। केही याद आइरहेको छैन तिमीलाई? के छ र? के छ स्पेशल आज? खै तिमीलाई खाउनु पर्ने। के छ? सरप्राइज होला नि मेरो लागि। हेलो, के छ उहाँ चाहिँ? त्यही मासु जुसहरू मिठाईहरू ल्याएर आएको नि। ल मासु चाहिँ किन ल्याएको त? अन्त हिजै खाएको त हो, त डेली मासु नल्याउनु न अन्त आजको लागि ल्याएको नि। अब खै प्रिपरेसन केही देख्दिनँ। खै म त अब बुझ्नै सकिनँ आज के नै होला भनेर घरमा छिटो आएको त केही फाइदै भएन। रमासा त मानेको छैन, केही न केही छ होला। आमा हेर त अन्त मेरो साथीहरू त कम्ता विस गरेको छैन दाजु। साथीहरू साँच्चै नै मेरो चाहिँ छ हौ, जहिले पनि मेरो सबै कुरा याद गर्ने। यहाँ घरकोहरूलाई पनि वास्ता छैन। आज झन् मेरो स्पेसल डे भनेर ड्युटीबाट पनि छिटो आएको, बित्थामा छिटो आएको बेकार भयो। साथीहरूले त उतै मनाऊ भन्दै थियो नि। सोनु पानी ल्याउ। थ्याङ्क यू मेरो भाइ, विसको लागि थ्याङ्क यू। गड ब्लेस यू। छ नि हो अब त्यस्तो स्पेसियल। बाहिरकोलाई थाहा भइसक्यो, घरकोलाई केही थाहा छैन। अब छिटो आएको भनेको प्राय 25 सेप्टेम्बरमा त म छुट्टी लिन्छु कि चाहिँ ड्युटीबाट म छिटो आउँछु यहाँको। त्यो त एभ्री इयरकै कुरा होला। मलाई त त्यो कुरा केही थाहा भएन, म त खाना बनाउनु लागे। बुझ्नै सक्दिनँ आज के हो, म त अचम्मै लागिरहेको छु। सुन्नु त के हो थाकिरहेको बेला? ल ह्यापी बर्थडे। ल थ्याङ्क यू। तर तिमीलाई मेरो बर्थडे चाहिँ थाहा थियो र? किन थाहा हुनु? आफ्नो घरको मान्छेको बर्थडे पनि पहिले बिर्सिन्छ? म बिहानदेखि त्यही त सोचिरहेको छु। थाहा थियो तपाईँले बिहानदेखि मलाई के भन्नु खोजेको भने थाहा थियो, तर मैले नपुछेको जस्तो गरिदिएको नि। त्यही त म त एभ्री इयर सेलिब्रेट गर्ने। यो पालि सोनुलाई के भयो भनेर म त सोच्दै थिएँ नि। अन्त खै केक छैन, लाइट छैन, केक पनि छैन, नानीहरू पनि कता गयो, केही सरप्राइज। आज केक चाहिँ केही छैन। तपाईँ चुप लागेर अब ड्रेस चेन्ज गर्नुहोस्, हामी अब बाहिर जानुपर्छ डिनरले। ओके ल थ्याङ्क यू। अन्त अघि खाएको मासुहरू चाहिँ के गर्ने अन्त? त्यो पछि खाँदा भइहाल्छ। ल के चाहिँ दियो होला है बर्थडे गिफ्ट? म त योपालि बर्थडे गिफ्ट पाउँदिनँ होला भनेर सोचिरहेको थिएँ। जे होस् योपालिको बर्थडे चाहिँ मेरो सरप्राइज बर्थडे भयो। कहिले काहीँ परिवारको विशेष अवसरमा यसरी सरप्राइज दिँदा त्यो अवसरको महत्त्व अझै बढेर जान्छ। थ्याङ्क यू।